Nine. 1, 2, 3. 1, 2, 3, 5, 6, 7, 8, 9, 8, 9, 8, 9. हामीसँग छ चाउचाउ कोक र त्यसपछि चटपटे अनि ससेज। यो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अहिले चाहिँ टाइम रहेको छ रातिको 10। हामी चाहिँ के गर्दैछौँ भने अहिले रातिको 10 बजे के गर्दैछ भनेर सोच्दै हुनुहुन्छ भने हामी चाहिँ यस्तो काम गर्दैछौँ। अहिले रातिको 10 बजेको छ, चटपटे बनाउन लागेको छन् यिनीहरू। अनि त्यसपछि यता चटपटे बनाउन लागेको छन्, यता चाहिँ चाउचाउ बनिरहेको छ, देख्न सक्नुहुन्छ चाउचाउ। अनि त्यसपछि चाउचाउ म यहाँ चाउचाउ बनाइरहेको छु है। त्यो नै हामी चाहिँ आज चाहिँ खाना नखाएर चटपटे र चाउचाउ खाने सोच गरेका छन् यिनीहरूले। अनि हामी चाहिँ अब खानेछौँ, के कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेर्नु होला, एकदमै रमाइलो हुनेवाला छ। एकछिन पछि भेटौँला है। अलमोस्ट अब हाम्रो खानेकुराहरू बन्न आँटिसकेको छ, बनिसकेको छ। अब यहाँ चाहिँ चाउचाउ घोल्ने कार्यक्रम हुँदैछ, चटपटे चाहिँ बनिसक्यो। अनि कोक लिएको रहेछन्, कोक। यो चाहिँ किन भएको छ भने आज हाम्रो प्यारो अञ्जली नानी पास भएको उपलक्ष्यमा अरे होइन। अञ्जलीको पार्टी हो रे आज, त्यही भएर हामी चाहिँ खानेछौँ, रमाइलो गर्नेछौँ, त्यही नै हो। यहाँ चाहिँ भ्लग चाहिँ यस्तै हो फेरि है, हेर्ने दादाले भइरहेछ। अनि मम्मी चाहिँ त्यहाँ सुत्नु भएको छ। आज मम्मीलाई आराम भएको छ, आज खाना नपकाउने, छोराछोरीले बनाएको खाने, त्यही नै हो। ल यो घोला त नानी, यो बनाऊ त। चपस्टिक यसरी चलाउनु पर्छ है गाइजहरू। चपस्टिक चलाउन आउँदैन भने म सिकाउने छु। यस्तो गरेर हो, यसरी चलाउनु पर्ने हुन्छ है, यसरी हो, यसरी त्यही नै हो। हामी अब घोला त एक ल है हुँदैछ त। हामी अब एकैचोटि अब खाने बेला भेट्नेछौँ है। खाने बेला अब मजा आउनेवाला छ। ससेज पनि देखाएको थिएँ मैले, ससेज पनि ल्याउ त यहाँ। ससेज पनि देखाएको थिएँ मैले, ससेज पनि ल्याउ त यहाँ। अच्छा हमको सिखा रिया। मैले खाएन फेरि है। अच्छा मैले खाएको छैन नि, त्यो पनि चाउचाउ रहेछ। यो ससेज चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12वटा ससेज रहेछ। 12वटा ससेज रहेछ, दुईवटा पुग्छ, दुईवटा पुग्छ ससेज चाहिँ, दुईवटा पुग्छ। त्यही नै हो। अहिले 10:30 भइसकेको छ। बनाउँदा यताउता गर्दा के गर्दाखेरि 10:30 भइसक्यो। अनि हामी अब हामी अब एकछिनमा यही नै हो, त्यही नै हो। हामी अब एकछिनमा त्यस्तो गर्दा माथि आउँछ कि हल्लाएर खोल्न लाग्छ। हेर्दै यो अब आइगयो। हेर अझ मैले फर्स्टमै खोलिसकेको थिएँ र दिमाग पनि छैन कि यसको त।
हाम्रो चाहिँ क्यामेरा सेट भइसकेको छ। अब हामी खानेछौँ। हामीसँग छ चाउचाउ, कोक र त्यसपछि चटपटे अनि ससेज। अब हामी खानेछौँ। ल कोक हालौँ पहिला। हाल्दै खाऊँ के? ल के खाने हो त? ल यो हालेर खाऊँ ल। त्यो खै त्यो अगाडि ल्याऊ त। अनि कुल पुऱ्याइदिन तिमीलाई खाने उता एकचोटि त त्यहाँ हेरेर आइज त सब देखियो कि नै काटे पनि हुन्छ सब देखिन्छ नि देखिरह मम्मी पनि देखिरहनु भएको मम्मी देखिनु भएको मम्मी देखिनु भयो अलि यता आउनु नदेखिनु आधी देखिनु भएको मम्मी फेरि त्यो उता जानु त्यसो भए देखिनु जानु यहाँ आउने भयो यहाँ भैमा बस्नु देखिने भयो नराम्रो देखिन्छ के ल त्यही हो अलि दिदी अलि यस्तरी बस्नु यहाँ यता जाँदा चल आइज त आइज ल अलि यस्तरी बस्नु मुटी अब यसरी त्यसै होइन कि यो अलि यस्तरी यहाँ आइज भयो त बस अलि राम्रोसँग ल ल हामी चाहिँ अब खानेछौँ ल चस गरौँ ल सबैजनाले ल ल अलि नजिक ल सर्किनु होला के दिदी सर्किनु होला ल ल ल ल कहाँबाट सुरु गर्ने ल हामी अब अलि त अब अगाडि किन पछाडि गएको छु सकेलाई होसरी खाइन्छ के हात नपुग्यो भने नत्र भने अर्को भाँडा ल्याएपछि गर्ने हुने पोखेर नि के हुने यो त देख्छ खाना खाने कुरा नि मानेको छ नि दुटा खाने नै खाने कुरा हेरेर आएको बेला एउटा घरमा यहाँ यो मम्मीलाई लिएको प्लेट थियो ससेज त के छैन पिउन छोडे पिउन छोडे व्हाइट कलर छ है सबले नि हातमा पकडेर यस्तो गरेर के गर्ने यस्तो क्या फम्नेलको लागि के निकाल त म चपस्टिक ल। ल गर न निकाल हजुर भयो ल यति भागे भएन ओ यहाँनिर के आफ्नो आफ्नो मुखमा के पानी हेरेर मुखमा के नखाऊ के नखाऊ के यसो गर भने नखा ना आसके यो फेरि निकालो मेरो हामीहरु फोटोमा लगाइदिनु फेरि निकालो के हो कि त रिसमा त उठाएर केही काम छैन ल ल निकाल ल अलिक धेरै निकाल कि अलिक धेरै नानी ल उति गर ल मुखमा हाले जस्तो गर कि मुख पारी हेरेर त्यही पनि ल ल भयो राख्ने त्यो मम्मी चाल्ला नि क्या यस्तो लाग्यो आफ्नो खुट्टाले दाँतले सोच्न बाध्य बनायो दिदीलाई मम्मीलाई दिनु ससेज सुन्नु सम्झे म त खाइहाल्छु बिराला गु खाजा खान्न भन्नुहुन्छ अनि अलिअलि खायो भने चाहिँ कहिले सकियो त कति धेरै सक्यो के अलिक थोडा यो त यति राख्छ के खायो चटपटी खानु न अलिअलि खाइन्छ हुन्छ
थोरै पनि नखाने हुन्छ नि थोरै नि एउटा ससेसन खाऊ ऊ त्यहाँनिर पोखेर खाके हो त्यहाँनिर के बोल्ने अब बोल्दै खाऊ न भन्नु कि के बोल्ने ल तपाईँले स्टार भन्नु बोल्नु आज तपाईँको पार्टी तपाईँको पार्टी आज कस्तो लागिरह पार्टी खुवाउँदा हामीलाई बाटी खुलाउँदा कस्तो लाग्यो पिरो पिरो लाखा टाउको चाहिँ एकदम पिरो छ है एकदम पिरो चटपट चाहिँ सक्दिन जस्तो लाग्यो चाउचाउ चाहिँ सक्दिन आँटिसक्यो गाइजहरू त्यही नै हो अन्त एक परात गरेर आउने बिचरा टप टिप्ले नि हत्तै पायो भाइ एकचोटि म युज गर्नु पर्यो ए जाने नि मैले देख्नुभयो एउटा अलि यता गरेर खा न हो त्यसो गरेर अब यो भाग लगाउनै भाग घरमा लगाउनु पर्दैन तपाईँले खाएको त कहाँ यता पार्टी बस्नु मलाई बाँच्यो कति लामो लामो हात बिचरा यो खाना सक्नुहुन्न जाँच्ने अब खाना बस्नु यही चपन नसुनु कस्तो खालको दाजु थियो कौलो मासु पनि चपन छोड्यो यो त खानु छ यो त चमन सक्नु हुन्छ यसो गरे सबैको हात माथि भएपछि खाएन जुन जसको छुट्टी हुन्छ त्यो ल हामी त गेम खेलेछौँ जितेको त भयो नि दुईजनाले खायो दुईजनाले होइन कोहीले खाएनन् कोहीको पाला यो आउँछ जितेको राख्नु यति खेलौँ ल हामी त गेम 3 2 1 गो भएन ल भएन कि एउटाको मात्रै कि मात्रै त्यो हुनु पर्यो ल 3 2 1 गो यो रोसले खायो एक 10 4 5 6 7 8 9 ल अन्त त्यहाँ ल ल ल दिदी 3 2 1 गो 3 2 1 गो भयो 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 ल 3 2 1 गो 3 2 1 गो मैले जिते है यो तल गरेको थिएँ ल ल त मैले खाएँ 3 2 1 गो 3 2 1 गो ल ल ल 3 2 1 गो Three, two, one, go! 3 2 1 go! ल फेरि 3 2 1 go! ल 3 2 1 go! 3 2 1 go! अघि बिस्तारै 3 2 1 go! 1 2 3 4 5 6 7 8 9 10 3 2 1 go! 3 2 1 go! 1 2 3 5 6 7 8 9 8 9 8 9 8 9 3 2 1 go! 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 3 2
Ui, khai là chả là. Tao qua lắm luôn. One. 3, 2, 1. दुईटाले खानु पायो अस्ति म त एकचोटि खायो, फेरि मात्र। यस्तो भनेको छैन। 3, 2, 1, go! 3, 2, 1, go! 3, 2, 1, go! 3, 2, 1, go! Ruti raga lagi, ruti raga lagi. Boleh ada lagi. 3, 2, 1, go! 1, go! Boleh mana ada, boleh mana ada. 3, 2, 1, go! Mati udah. Aku dah. Udah. 3, 2, 1, go! Cia, ini pilih dah. 3, 2, 1, go! Udah, udah. Lah, 3, 2, 1, go! Didi, didi. Sudah didi, oke, cilo lah. 1, 2. 4, 5, 6, 4, 5, 6, 7, 8, 9, 10 ल 19 भयो अब सक्यो दिलले खाऊ रे एकचोटि itu kamar मैले सबैले एक ल नखाऊ के नखाऊ अब ब्लग अब इन गरौँ धेरै बेला गइन् होला को कोही कोही रोक्नु दिएर बाइक हो म खानु अलिकति ल त्यहाँ खानु ल्याएको खानु ल्याएको नि भाइले नि अझै लाग्छ नि चल बढी भयो है गाइजहरू हामी चाहिँ खाएर गेम खेलेर पनि सकिसक्यौँ देख्न सक्नुहुन्छ पेट ढारिएको अवस्था छ कस्तो छ अवस्था के कस्तो भइरह खाइयो नि अञ्जली जोस् चटपटी चाहिँ बच्यो खान सकेनौँ जोस् रमाइलो भयो त्यही नै हो भिडियो अन्तिमसम्म हेरिदिनु भयो राम्रो लाग्यो होला इन्ट्रेस्टिङ लाग्यो होला हाँसो मजाक गऱ्यौँ त्यही नै हो अब हामी लास्टमा जाँदा के हुन्छ भने भ्लग अन्तिमसम्म हेरिदिनुको लागि धन्यवाद दिँदछु सबैजनालाई त्यही नै हो डु नट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला सी यु इन नेक्स्ट भ्लग अर्को भ्लगमा भेटौँला हामी अब